हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। हजुर सबैजनालाई सन्चै होला हुनुहुन्छ भन्ने आशा गर्दछु। अनि हेर्नु होला, आज चाहिँ वाला गुम्पाको भ्यू हजुरलाई देखाउने छु होइन गाइज। कस्तो लाग्छ, आफ्नो मनमा कस्तो लाग्छ, राम्रो लाग्छ लाग्दैन त्यही हिसाबले कमेन्ट गरिदिनु होला गाइज। मलाई थाहा हुन्छ नि हजुरलाई मन पर्यो कि परेन, मेरो भिडियो मन पर्छ कि पर्दैन भनेर। हेर्नु गाइज, यो चाहिँ वालाको गुम्पा है गाइज, उतापट्टि छ अर्को गुम्पा। यो चाहिँ राजा राख्ने ठाउँ होइन, राजाको घर पहिलाको यता माथि देखिन्छ हेर्नु ल गाइजहरू। यो चाहिँ राजाको तल हेर्ने ठाउँ रे भन्दै थियो। अब को आए त्यो बेलामा, लडाइँ चल्ने बेलामा। हेर्नु होला गाइज, कस्तो लाग्दैछ भ्यू, कमेन्ट गरिदिनु होला। अनि हजुरहरू कता कताबाट हेर्नु भइरहेछ ठाउँको नाम कमेन्ट गरिदिनु होला। मेरो भिडियो कहाँ पुग्दो रहेछ भनेर थाहा हुन्छ नि मलाई नि। गाइज चाहिँ यहाँको राजा होइन, बहुत धेरै शक्तिशाली थियो भन्दै थियो गाइज। हेर्नु होला, राजा चाहिँ पुरा घोडामा चढाएर मजाले मूर्ति बनाएर राखेको छ गाइज। हेर्नु होला कस्तो छ, धेरैहरू कमेन्ट गर्नु होला, लाइक गर्नु होला, मन परेमा सेयर गर्नु होला। युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला, फेसबुकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला, इन्स्टाबाट हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला। फुल भिडियो चाहिँ युट्युब च्यानलमा हेर्नको लागि आउनु होला गाइज। फुल भिडियो चाहिँ युट्युब च्यानलमा हाल्नेछु। युट्युब च्यानलको लिङ्क राखिदिनेछु डिस्क्रिप्सनमा, फेसबुकबाट नै आउनु होला। इन्स्टाबाट हेर्दै हुनुहुन्छ भने नि एकचोटि फेसबुकमा युट्युबमा गएर हेरिदिनु होला गाइज। कस्तो लाग्छ, मन पर्यो भने सब्सक्राइब गरिदिनु होला गाइज। हेर्नु होला कस्तो देखिँदैछ गुम्पा वालाको भ्यू, कस्तो राम्रो राम्रो डिजाइन बनाएर राखेको छ है गाइज। हेर्नु होला, यता चाहिँ खोला रहेको छ है गाइज। यता माथि चाहिँ गरम पानी